Guys, welcome to my vlog. We're back. हामी फेरि आएको छौँ ल लास बजाएर आज चाहिँ चितवन ओइ बाई ट्रिप ए रिसेट ट्रिप बी पनि रिसेट आज चाहिँ हामी चितवन जाँदैछौँ अनि आजको राइड चाहिँ यसपालिको राइड चाहिँ लङ राइड हो 5 days टोटल अनि हामी चाहिँ अब चितवन लुम्बिनी पोखरा जाने प्लान गर्दैछौँ अनि एकजना साथीलाई चाहिँ पिक गर्न जाँदैछु अनि अर्को एकजना साथी चाहिँ तिनकुनेको साथी चाहिँ उतै भेट हुन्छ हाम्रो अनि एकजना चाहिँ R15 मा आउँदै होला यता हिजै हाल्नु पर्ने रहेछ है अस्ति खोलेको थियो नि त हामी जाँदाखेरि यो अनि यहीँ हालौँ न सोचेको थिएँ त्यो उस बेला नि हो के अरे तराई जाँदा हामी लतरमेश्वर जाँदा कति बजी 6 बजीतिर निस्क्यो होइन तराई जाँदा नि यहीँ हालेको थिएँ क्या मैले त्यो बेला नि कस्तै त्यो बेला चाहिँ खोइ कति बजेको थियो यार यहीँ आउँछ होला नि हामी चाहिँ कोटेश्वर अनि मलाई कोटेश्वरको पेट्रोल पम्पले धोका दिएको अवस्था कल गर्नु पेट्रोल पम्प त कहीँ खोला छैन यार गाइज शिट ह्यापनिङ शिट एफ मिटरमा 15 गुडिसक्यो होइन आई एम डुम्ड हिजै भन्नुपर्ने shit happening पेट्रोल पार्कको अवस्था दुईटा उठाउँछु go खाऊ बाबु खाऊ तिम्रै छ जिन्दगी
धन्न पेट्रोल पायो ठ्याक्क एउटा पसाउँछ एउटै पसाउन ठ्याक्क पायो क्या अनि यस अब अलिकति नो वरिज केटाहरूलाई हन्डेको सुनेन जस्तै छ अब जान्छु सलल चिलमा अघि चाहिँ टेन्सनमा राइड हान्नु थिएँ होइन पेट्रोल नपाएर अहिले चाहिँ के भयो भन्दाखेरि होइन आई निड टु गो टु वासरुम तर आई क्यान होल्ड इट इन सो गोप्रोले हल्का बिट्रे गरेको अवस्था यत्रो बाटो आइसक्यो चिसो अन नभएर हामी चाहिँ 50 किलोमिटर आइसकेका छौँ यताबाट चाहिँ मेबी 50 किलोमिटर्स हामी चाहिँ दक्षिणकालीको रोड हुँदै आएको छौँ आज होइन अनि हामीसँग आज चारजना मान्छे 3टा बाइक एउटा हन्टर एउटा R15 अनि एउटा XR-मा चाहिँ डबल लोड अनि केटाहरू चाहिँ अगाडि गइसक्यो होइन कहीँ देखासम्म छैन अब म चाहिँ चिलमै गइरहेको छु ल बाटो चाहिँ अहिलेसम्म सबैसँग पिछे छ राम्रै छ बाटो अहिलेसम्म यस अस्तिको बाढी पहिरोले चाहिँ खासै शान्ति नै यस्तै मात्र छ त्यस्तो मेजर कहीँ केही भएको छैन अहिलेसम्म चाहिँ केटाहरू त खोइ त धेरै अगाडि गइसक्यो त यताबाट जाने यही हो कि कहाँ यही हो है ओ कस्तो राम्रो खतरा रहेछ ल एउटा फुटबल खेल्ने ठाउँ यताउडा लास्ट टाइम हामी तरै जाँदा यताउडा 9 बजे पुगेका थियौँ हामी यो चापागाउँको बाटो हुँदा यसपालि चाहिँ 6:42 भएको छ अनि दक्षिणकालीको रोड हुँदै आएको यो रोडमा चाहिँ म फर्स्ट टाइम आयो यस या बिस्तारा बिस्तारा लिटरली 8 बनिरहेछ हौ हाइट कत्रो ठुल्ठुलो यार अबुई डर लाग्दो अझैतिर केटाहरू अगाडि हो बल्ल भेट्दै भेट्दैन त तिमीहरू त यहाँ अलिअलि जाम भएको अवस्था 21 किलोमिटर भन्न थाले अपरेन्टली 32 किलोमिटर रहेछ एउटा
अन्त अलि माथि आयो कि यताबाटै हो यो जस पेट्रोल हाल्यो फुल अहिले चाहिँ 8:15 भइरहेको छ अनि हामी चाहिँ अब चिया खान जाँदैछौँ चिया खाम जस चितवन चाहिँ 70 किलोमिटर जति छ भनेर भन्यो है साथीले यस यहाँनिर रहेछ पेट्रोल पम्प ए तीनटा रहेछ त आम्बो के हो अघि चाहिँ एउटा थिएन एउटा फेरि सो यस अहिले चाहिँ हामी चिया खान जाँदैछौँ यहाँ चाहिँ टन्नै पेट्रोल पम्प रहेछ हौ अनि चाहिँ हामी चाहिँ चिया खानलाई ठाउँ खोज्दैछौँ कहाँ जाने भनेर पेट्रोल पम्प नै 10 जति देखिसक्यो होला यहाँ त्यहाँ छ जस्तै छ अब चाहिँ जानेवालामा छौँ हामी ल फेरि राइड कन्टिन्युज हल्का फोटोसुट एक 111 घुडेछ आज क्या चिलमा चलाइरहेको थियो भित्तिको चलायो भनिदिएर केटाहरूले It's currently 10:09 आज चाहिँ अक्टोबर 6 हो कि 7 हो आई डोन्ट रियली नो आज चाहिँ जोस् हामी सौरा हो कि चितवन जान्छौँ सौरा भन्दैछ केटाहरूले अनि अहिले एक्सप्लोर हान्छौँ त्यही हो फ्यु किलोमिटर्स लेफ्ट छ बाँकी छ होइन अब यस्तै केटाहरू आउँदैछ तर मलाई ओभरटेक भनेर गइदिन्छ हो केटाहरू साथीहरू हामी चाहिँ पुग्न लागेका छौँ अब कति किलोमिटर छ अहिले चाहिँ 11 बज्न लागेको छ होइन यहाँबाट कति यहाँबाट कति छ राइटबाट गयो भने चाहिँ कम ओ नाइस एयरपोर्ट त ल्याइनुहोस् नि ओ चितवन नेसनल पार्क है त साथीहरू नाइस 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 ओ त्यो के हो बाघ हो त्यो रे क्या ओ बाघ बाघ भाग भाग हो क्या कहाँ जाने खोइ सिधा हो यो राइटमा के लेखेको छ हेर त राइट ए एकचोटि हेर्नुपर्ने यार त्यो बोर्ड के क्रोकोडाइल माथि राखेर सफारी हान्छ क्या हो आमा बाइकको हालत बाइक वास गर्न दिनुपर्छ क्या हो रुम मात्रको कति सोध्नु रुम मात्रको कति रे
सोधिम न के छ र आफ्नै त हो नि के त्यो अर्को अफिस हो यो सफारी गर्नेवाला हो यो भित्र होला अर्को उयो यो यो पनि हैन ऊ रिसेप्सन अगाडि छ त्यत्रो लेखायो जा सोध त मान्छे हुनु ल तिहरू हामी चाहिँ हैन सफारीमा हिँडेछौँ अहिले बिलियन 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 के भन्न चाहनुहुन्छ अहिले के हो तपाईहरु देख्नु भएको रोनाल्डो हात्ती भने यही हो हैन सफारी हामी चाहिँ यहाँ सफारी गर्न आएका छौँ प्रसन्न मेट के भन्न चाहनुहुन्छ दिन रमाइलो रहेछ भएर तिमीले त गरिसक्यौ है तिमीले नि तिमीले के गर्यौ अहिलेसम्म यहाँ चितवनमा आएर मैले पेटभरि खाएँ भात मासु भात खाएँ मैले अनि तिमीले नि तैँले मभन्दा बढी भात खाएँ उहिले सबभन्दा बढी भात खायो यो त भातै हो यो त तिमीले नि तिमीले के तिमीलाई कस्तो भइरहेछ अहिलेसम्म एक्सपिरियन्स कस्तो त्यो सबैभन्दा मेरो ज्ञानी साथी मै हो मेरो अर्कोमा अपरिचित दाइ डुब्न त डुब्दैन नि है हल्का डर लाग्छ कहाँ बस्ने चाहिँ त्यो चेयर छैन पिर्खा सुनेको थियो है दैनिकहरूलाई के थाहा हामी पो गाउँको मान्छे यस्तैमा बसेर हुर्केको हामी तँलाई के भन्छ गाउँको मान्छे गाउँले कस्तो ढाड चाहिँ चिलाइरहेको छु झ्याममा हान्नु खोइ अलिक पछि ढाड गइले चिलाइदियो भने छैन गइदिएर छ गइदिएर यसो यसरी खिचै युट्युबमा हाल्नुपर्छ मोबाइलबाट हुन्छ ओरिजिनलमा भर्टिकलमा खिच्छ नि तिमी फेरि भर्टिकल भने भर्टिकलमा ऊ त पछाडिबाट बिचमा ठ्याक्कै त्यसरी ठ्याक्कै कुर्सी मिलाएको नि हो त्यसमा बस्नुहोस् है मपट्टि फर्केर हजुर उता फर्क्यो भने के हुन्छ हो कुर्सीमा त्यसरी बस्नु हो भित्र रहेछ है मलाई त कस्तो डर पो लाग्यो त म बस्दिन्छु नि त त्यहाँ त्यसरी उहाँले राखेको छ नि कुर्सी हो त्यसरी फर्का भने क्या कुर्सी त फर्काउने हो यसले फर्किनु पर्ने म त लास्ट बेन्चर भयो त यार जहाँ पनि लास्ट बेन्चर म त बिचमा भयो सफल त हेर त जहाँ बेला पनि फर्स्ट बेन्चर यार छ सबैले त हामी सबैले ठेक्दिने यार दाइको भ्यूबाट हजुर होइन म बसिहाल्छु नि हात भित्र राख्नु हात भित्र राख्नु कस्तो च्याप्लो भन्नु हस् दाइ चल्ने मलाई यसरी चेपिन्छ अनि अर्को कुरा यहाँ धेरै गोइहरू छ हात खाइदिनु पर्छ ए हुन्छ अबै भनेर एकछिन लान्नु त्यही भने सरप्राइज हेलो गाइज चाय पिलो साथीहरू तिमीहरू यसै देखाउनु पर्ने त्यसमा फर्किनु कति गइरहेछ दाइ यो कहाँसम्म आउँछ हाम्रो पानी जहिले यति नै हुन्थ्यो कि घट बढी हुन्थ्यो अस्ति बाढी बेला बाढी आए बेला चाहिँ के भएछ यहाँ पानी बढ्यो त्यो त कहाँ के भयो क्षतिपूर्ति होइन हल्का भर्टिकलबाट नि जाओस् न त एउटा
साइडमा गाइस हामीले चाहिँ गइहेर्नु आएको म यो बुढो यो लट्के होइन सार गर्न ल्या होला भन्दा आफै बिहान आफै